सबैजनालाई नमस्ते है। हाम्रो चोचोले भनेको अनुसार मेरो नाम चाहिँ तेन्जिङ तामाङ हो। अन्त थ्याङ्क यू सो मच चोचो तपाईँलाई है। अन्त हाम्रो न्यू दार्जिलिङको चोचोलाई पनि थ्याङ्क यू सो मच है। अन्त थ्याङ्क यू सो मच तपाईँहरू सबैलाई होइन। अब यो भाइले के बोल्ने रहेछ भन्ने मलाई चाहिँ खासै भन्यो भने चाहिँ केही त्यस्तो चाहिँ थाहा छैन होइन। म चाहिँ अब जस्ट एउटा सन्दकफू लाइनमा चाहिँ गाडी कुदाउँछु। अन्त त्यहाँको चाहिँ अन्त भ्लग्सहरू बनाउँछु। अघि मैले मेरो इन्ट्रोडक्सनमा भनेको अनुसार मेरो आमाको यस्तो 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 भने नि त्यही हो। अन्त मलाई चाहिँ अब टुरिज्म चाहिँ के लाग्छ भन्दाखेरि अब टुरिज्म भनेको चाहिँ एउटा चेन हो क्या। जस्तै अब हामी ड्राइभरहरू कस्तो हुन्छ भन्दाखेरि कतिजनाले भन्छ नि अब अब सिजन लाग्यो ड्राइभरहरूले पुरा दाम भन्छ गाडीको दाम भाडा यस्तो यस्तो भन्छ। तर सबै ड्राइभर त्यस्तो हुँदैन क्या। कतिवटा ड्राइभर चाहिँ टुरिज्म सोच्ने खालको ड्राइभर हुन्छ। कस्तो खालके भन्दाखेरि चाहिँ जस्तै अब अहिले हामीले यो पिक सिजनमा पनि अब हामी त्यही रेटमा कुदिन्छ क्या। तर त्यो होइन कि अब हामीले अब आज 2000 रुपियाँ पायो अरे तर कतिजना 5000मा पनि कुद्छ। तर त्यो 5000मा कुद्ने चाहिँ होइन क्या। 2000मा कुद्यो भने चाहिँ किनभने चाहिँ नेक्स्ट टाइम चाहिँ जब त्यो मान्छे घर जान्छ त्यो मान्छे घर गएर कसै मान्छेले यो जग्गा जान्छु इफ म त सन्दकफू लाइनको ड्राइभर हो सन्दकपुर जान्छु भन्यो भने त्यो मान्छेले होइन यो मान्छेकोमा जा नम्बर दिन्छ होइन। त्यो अब चेन जस्तो हो क्या टुरिज्म चाहिँ। मलाई चाहिँ त्यस्तो लाग्छ। एन्ड अनदर थिङ चाहिँ अब मैले भ्लग्सहरू बनाउँदाखेरि चाहिँ मान्छेहरू एकदमै अहिले त कतिजना त मेरो भ्लग हेरेर आएकोहरू भन्छ क्या कस्तो खुसी लाग्छ अब वाउ होइन। मैले मेरो गाउँ देखाएर अब कोही मान्छे मेरो गाउँमा आउँदैछ भने एउटा ठुलो कुरा हो नि त। र म अहिलेको युथ जेनेरेसनहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब इफ तपाईँहरू ड्राइभर होस् प्रोफेसनमा या गाइड होस् या जेसुकै होस् तर अहिलेको घडीमा सबैको हातमा क्यामेरा त हुन्छ नि त। जस्ट देखाउनुहोस् क्या अब यो यस्तो यस्तो हो यो यस्तो यस्तो जसमा कि अब हाम्रै यता लोकल मान्छेले पनि त्यो चिज देखेको हुँदैन नि त। अनि त्यो देखेर चाहिँ अब मान्छेहरू आउँछ। अब त्यो आयो भने अब यो टुरिज्म भन्ने कुरा त अब जस्तै आयो भने मलाई मात्रै फाइदा हुने कुरा होइन नि त होइन। अगर कसै मान्छेले टुरिज्म बढाउँदैछ भने त्यो त गाउँलाई फाइदा हुने। सो टुरिज्म सोच्नु बित्तिकै हामीले एक्लै चाहिँ सोच्ने होइन क्या। गाउँ मिलेर सोच्नुपर्छ। जस्तो फर इक्जाम्पल लेप्चा जगतहरू अब हेर्नुहोस् न अब कस्तो दामी छ है। मान्छेले भन्छ लेप्चा जगत कम्बो टुरिज्म कहाँदेखि कहाँ पुग्यो भने त्यो होइन नि। जस्तै अब हाम्रो माने भन्छ्याङ छ अझै कतिवटा गाउँ छ तर जतिवटा गाउँ जो सबै मिलेर सँगै काम गर्छ होइन त्यो गाउँ चाहिँ अलिकति अब अहिले हामीले दार्जिलिङ रिजनमा पनि त्यो गाउँहरू बढेको देख्छ। फर इक्जाम्पल धोत्रे होइन अन्त यता रिम्बिक साइडहरू उनीहरू प्रायः उनीहरूको युनिटी चाहिँ राम्रो हुनुपर्छ टुरिज्म बढाउनुको लागि। अन्त मेरो चाहिँ एउटा हम्बल रिक्वेस्ट चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ जतिवटा हाम्रो यो टुरिज्म भएको जग्गाहरूमा चाहिँ यो प्लास्टिक चाहिँ अलिकति भए पनि ब्यान्ड क्या हुन्छ नि। अब त्यस्तो होइन कि अब यहाँ प्लास्टिक छ तेरो फाइनले त्यस्तो टाइपको पनि होइन। तर मोस्ट चाहिँ अब अलिअलि भए पनि त्यो ब्यान्ड गऱ्यो भने चाहिँ धेरै अब 100मा 50% पनि हाम्रो सामानहरू बाँच्यो भने चाहिँ धेरै राम्रो हुन्छ क्या। मान्छेले चाहिँ टुरिज्म हेर्छ तर अहिलेको जस्तै मैले चाहिँ मेरो कन्सेप्ट चाहिँ कस्तो खालको टुरिज्म हो भन्दाखेरि चाहिँ म चाहिँ आजको मात्रै हेर्दिनँ क्या। किनभने टुरिज्म भन्ने कुरा चाहिँ यस्तो हो कि हाम्रो दार्जिलिङमा मान्छेहरू सबैले गोर्खाल्यान्ड चाहियो यो चाहियो त्यो चाहियो भन्छ। तर हामीलाई सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिने भनेको टुरिज्म हो। मोस्ट अफ द 50%देखि बेसी मान्छे हामी सबै टुरिज्ममै कनेक्टेड छ नि त होइन। त्यही कारण टुरिज्मलाई चाहिँ हामीले एकदम जोगाउनुपर्छ। टुरिज्म जोगाउनु भन्नेको अर्थ चाहिँ हाम्रो जुन वरिपरिको वातावरणहरू जुनहरू छ नि अब म अस्ति रिसेन्टली 2 महिना दिल्ली बसेर आएको। मलाई मेरो घरको चेपको त्यो भिर पनि दामी लाग्यो क्या। अब त्यस्तो अब किनभने हाम्रो जग्गा यति दामी छ हामीले हाम्रो जग्गाको लागि त्यस्तो बेसी केही गर्नु पर्दैन क्या। जस्ट हामीले त्यसलाई चिनाउनु मान्छेलाई देखाउनु मात्रै पर्छ। अब गड गिफ्टेड जग्गा हो हाम्रो। त्यस्तो अब अरू जग्गा जस्तो टुरिज्मको लागि यो गर्नु त्यो केही गर्नु पर्दैन। हामीले हाम्रो आफ्नो चिजलाई सम्हालेर मजाले राख्यो भने एकदम लामोसम्म जान्छ यो टुरिज्म। अन्त अब जस्तै अब म अब मेरो आउने फ्युचरहरूमा अब मेरो नानी हुन्छ होला अब यहाँ सबैको त्यस्तै हुन्छ होइन। आउने जेनेरेसनको लागि पनि हामीले छोडिदिनु पऱ्यो नि त। अहिले चाहिँ हाम्रो टुरिज्म चाहिँ कस्तो छ भन्दाखेरि अब म कतिवटा सन्दकफू होइन म त बेसी त बाहिरतिर देख्दिनँ तर सन्दकफूको बारेमा भन्न चाहन्छु। अब सन्दकफूको होटेल्सहरू पुरा छ हाम्रो। तर सन्दकफूको होटेल सन्दकफूको त्यो एउटा भ्यू पोइन्टको मुनिपट्टि अस्ति रिसेन्टली मैले यति सफा गरेँ अहिले पनि स्टिल त्यो होटेल्सको मैलाहरू त्यो भ्यू पोइन्टको मुनि फ्याल्छ क्या। हाम्रो मान्छेले किन नबुझेको त्यो कुरा चाहिँ अचम्मै लाग्दिन्छ। किनभने अब यो त अब सन्दकफूको अब बाहिरको त म त्यस्तो नलेज छैन होइन। म अब सन्दकफूको बारेमा भन्दैछु। अन्त हाम्रो कालोपोखरी भन्ने लेक छ। त्यो लेक चाहिँ एकदम होली लेक हो। राइट फिट द बुद्ध पनि भन्छ त्यो लेकलाई। अहिले त्यो लेक सुकेर कस्तो भइसकेको छ सोच्नुलाई पनि यादै छ है। मलाई त्यो कुराहरू देख्दा एकदम दुःख लाग्दिन्छ। अन्त म चाहिँ एकदम माउन्टेन चाहिँ एकदम लभर हो क्या म।
त्यही कारण चाहिँ अब म कतिवटा स्पटहरू मान्छेलाई देखाउँदिनँ पनि, किनभने हामीले अब जो कतिवटा स्पट देखायौँ के गर्नु, लास्ट टाइम मान्छे त्यहाँ आउँछ मैला गर्ने हो, यति प्लास्टिक थुपारी राखिदिन्छ हो। त्यही कारण चाहिँ हाम्रो दार्जिलिङलाई चाहिँ अलिकति प्लास्टिकदेखि चाहिँ बचाउनु पर्ने जस्तो लाग्छ मलाई चाहिँ, प्लास्टिकदेखिको चाहिँ है। अन्त त्यही हो, अरू त त्यही हो। नर्भस पो भयो त बोल्दा बोल्दै त्यही हो। अरू तपाईँहरूलाई के सोध्नु छ भने सोध्नु सक्नुहुनेछ मलाई, के कसो हुन्छ नि अब। यस सन्दकपुर अब सबले चिनेर आएको हजुर हजुर अहिले त्यस्तै चिजहरूले चाहिँ त्यो जग्गा मतलब राम्रोसँग हामीले इन्ट्रोड्युस गर्न सकेको छैनौँ। हजुर हजुर। अनि त्यसमा केही तपाईँहरूकोबाट त्यहाँबाट केही प्रोसेसहरू गर्दैछ त्यसलाई उयो गर्ने मेन्टेन गर्ने? यसलाई मेन्टेन गर्ने प्रोसेस है, थ्याङ्क यू सो मच फर द क्वेसन। अन्त यसलाई मेन्टेन गर्नु सक्ने चाहिँ अब मैले भने त है, म त एउटा ड्राइभर मान्छे हो होइन, आइएम जस्ट गिभिङ है, किनभने एउटा रियालिटी पनि बोल्नु पऱ्यो नि त होइन। अब यो म यस्तो गरिदिएँ भनेर मेरो के होल्डेज छैन होइन, तर मैले आफ्नोबाट जति सक्नु हुने चाहिँ म गर्छु। किनभने अब म कोही बेला मेरो गेस्टहरू माथि गयो भने त्यो कालपोखरी लेकतिर मैला सैला छ भने टिपटाप पारेर पनि त्यो उयोतिर हाल्छु होइन। अब त्यो मेरोबाट हुनसक्ने चाहिँ म मेरोबाट चाहिँ धेरै गर्नु ट्राई गर्छु कि, तर अब माथिको मान्छेले चाहिँ सुनिदियो भने चाहिँ धेरै राम्रो हुन्थ्यो क्या। हाम्रो नट ओन्ली सन्दकपू होइन, जस्तै अब यहाँ हाम्रो दार्जिलिङको जतिवटा ठुल्ठुलो टुरिस्ट स्पटहरू छ नि, त्यसमा चाहिँ अलिकति भए पनि प्लास्टिक चाहिँ ब्यान्ड गर्नुपर्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दा नसक्ने कुरा त होइन नि त, सिक्किमतिर ब्यान्डै छ त, अन्त भइरहेको छ होइन। किनभने यो त हामीले त लामो सोच्ने कुरा हो नि त, यो एक दिन दुई दिनको खेला होइन क्या यो। अब पुस्ताउले यही चिजबाट कमाउनु पर्ने कुरा हो। सो हामीले यो चिजलाई चाहिँ एकदमै अन्दाज गरेर राख्नुपर्छ अगर पछिसम्म खानु छ भने चाहिँ। Yes. Yes. तपाईँले लाइक राम्रो कुरा गर्नुभयो प्लास्टिक। हजुर प्लास्टिक हजुर हजुर हजुर। एकदमै प्रब्लम भइरहेछ। त व्हाट डु यु थिङ्क इज एन अल्टरनेटिभ एज अ लेमन? अल्टरनेटिभ है, अल्टरनेटिभ चाहिँ जस्तै मैले गरेँ हजुर हजुर हजुर। यो तपाईँले जो भन्नुहुँदैछ प्लास्टिकको कुरा गर्नुहुँदैछ राइट, यो प्रिजर्भिङ अ सर्टन प्लेस होइन, एउटा ठाउँलाई प्रिजर्भ गर्नुको लागि कन्जर्भ गर्नुको लागि जस्ट नट अ रेस्पोन्सिबिलिटी अफ अ लोकल कम्युनिटी अर त्यहाँको मान्छेको, बट साइमल्टेनियसली हामीले आफ्नो टुरिस्टलाई पनि अवेर गर्नुपर्छ कि अब लेटर नगर्नु, बिकज रेस्पोन्सिबल टुरिज्मको कन्सेप्ट भनेको हामीले सबैले नै बुझ्नुपर्छ, बी इट अ ड्राइभर, बी इट अ टुरिस्ट, बी इट अ त्यहाँको कम्युनिटी। अब टुरिस्टले गर्दाखेरि लोकल मान्छेलाई पनि ह्याम्पर हुनु भएन, आफ्नो इकोसिस्टमलाई पनि ह्याम्पर हुनु भएन, वेयर एज लोकल मान्छेले पनि त्यो रेस्पोन्सिबिलिटी लिनु पऱ्यो कि गेस्टलाई बुझाउनु पऱ्यो कि दिस इज आवर प्लेस एन्ड वी आर प्रिजर्भिङ द ब्युटी अफ द प्लेस एन्ड यु सुड कन्ट्रिब्युट टु इट भनेर हुन्छ नि। अल्टरनेटिभ है, अल्टरनेटिभ चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ नि, अब जस्तै मैले गरेको जस्तै म चाहिँ के गर्छु भन्दाखेरि, म पनि सन्दकपुर जाँदाखेरि अब मेरो पनि प्लास्टिक त हुन्छ नि त, म पनि के खान्छु होइन, कता गाडीमै राख्छु म टुरिस्टलाई पनि म प्रायः के भन्छु भन्दाखेरि तिमीले जे खान्छ सब यो गाडीमै फ्याल्दे, किनभने अब त्यसलाई बिचरा फ्याल्नु पनि त जग्गा चाहियो नि त होइन, गाडीमै फ्याल्दे भन्छु। मेरो अल्टरनेटिभ चाहिँ एकदम सिम्पल छ, म किनभने मैले भने आइम ड्राइभर पर्सन होइन, म त्यस्तो त्यो डराइराख्दो यो प्रिजर्भिङ प्लेस मेरोबाट हुनु सक्दैन, किनभने मेरोमा अझै कतिवटा कामहरू हुन्छ। म चाहिँ के गर्छु भन्दा प्रायः जस्तो बाटोतिर झरेको मैलाहरू पनि टिप्छु एन्ड प्लस मेरो गाडीको मैला पनि टिप्छु। अन्त कुनै चाहिँ होटलहरू हुन्छ नि सन्दकपुरतिर, अब उनीहरूको डम्पिङ गर्ने जग्गा चाहिँ जलाउने जग्गा, त्यहीँ गएर हालिदिन्छु, सिम्पल होइन। अब अरू पनि त हेर्नु पऱ्यो नि मैले फेरि हो, डम्पिङ गरिरह्यो फेरि यता मान्छे हराइदिन्छ हो, अन्त त्यही हो सिम्पल, त्यहाँ हालिदियो। अब अडप्ट गऱ्यो भने त देन अ लट अफ प्रब्लम, आई मिन द प्रब्लम अफ प्लास्टिक विल डेफिनेटली नट बी सल्भ, हाउएभर द म्यानेजमेन्ट अफ द प्लास्टिक आई हियर वुड बी सल्भ होइन। यस यस यस। सो द्याट मिन्स अवेरनेस लेभलमा त हामीले बिजनेस ओनर र ड्राइभर्सहरूको लागि पनि अवेरनेस पुरा इम्पोर्टेन्ट रहेछ जस्तो लाग्यो मलाई चाहिँ हजुर कुरा सुन्दा चाहिँ होइन। तपाईँले इन्फ्लुएन्स गर्नुहुन्छ नि त तपाईँको प्यासेन्जरको र तपाईँको क्लायन्टको बिहेभियरले पनि होइन, तपाईँले भन्नुहुन्छ प्लास्टिक लगेर
जे फाल्नुहुन्छ यही फाल्नुहोस् भनेर अफकोर्स प्लास्टिकको ठुलो प्रब्लम छ हामीले सल्भ गर्न सक्दैन द बिगेस्ट स्टेक होल्डर इज द गभर्नेन्स होइन त्यो त हामीले मान्नै पर्छ एन्ड हाउ डु वी डु इट अब त्यो त मलाई पनि थाहा छैन तर आई थिङ्क एउटा अवेरनेस टु अल द ड्राइभर्स आई थिङ्क विल नट हर्ट जस्तो लाग्यो एन्ड अल्सो द बिजनेस ओनर्स लाइक हामी अब सानसानो होमस्टेजहरू छ हाम्रो पनि होइन एन्ड देन हाम्रो पेरेन्ट्सहरू डु नट अन्डरस्ट्यान्ड अब कतिवटा कुराहरू अनि त्यो अवेरनेस पनि छैन नि त हाम्रोमा होइन बिजनेस ओनर्सहरूकोमा पनि अनि त्यो चाहिँ आई थिङ्क तपाईँले जे गर्नुहुँदैछ इट्स भेरी कमेन्डेबल पनि किनभने हामीले मैले अघि नै भनेको जस्तो क्या यो चाहिँ 1 दिन 2 दिनको गेम होइन क्या यो चाहिँ लङ टर्म गेम न त सबै पछिसम्म हाम्रोमा अब टुरिज्म त अहिलेदेखि त हामी भर्खर फर्म भएको त होइन नि त पहिले हाम्रो बाजे पुर्खादेखि लिएर सबैले गरेर आएको कुरा हो यो दार्जिलिङमा चाहिँ मैले भने त सबभन्दा इम्पोर्टेन्ट पैसा कमाउनु सक्ने बाटो र दामी बाटो भनेको टुरिज्म हो यसलाई चाहिँ हामीले चाहिँ एकदम केयर गरेर राख्नुपर्छ मलाई याद छैन किन हाम्रो मान्छेले यति धेरै नेग्लेक्ट गर्नुहुन्छ भनेर होइन तर यो विषयमा चाहिँ नेग्लेक्ट चाहिँ गर्ने कुरै होइन बरु अरू कुरामा नेग्लेक्ट गर्नुहोस् तर यो अब हाम्रो दार्जिलिङलाई चाहिँ कसरी बनाऊँ के गरौँ अब आफूले टुरिज्म सेक्टरमा काम गरेन भने आफ्नो आउने फ्युचरले गर्छ क्या किनभने अब दिनदिनै एकदम जबहरूको त कहाँ पुगिसक्यो होइन अब हामीले सेल्फ इम्प्लोय जब गर्नु सक्ने भने हाम्रो दार्जिलिङको टुरिज्म हो बाहिरतिर काम गर्नु धेरै साह्रो छ यहाँ आफ्नै जग्गामा होइन अलिकति राम्रो अन्त टुरिज्मलाई चाहिँ अब हामीले अझै बाहिर निकाल्नु सक्यो भने चाहिँ धेरै राम्रो हुन्थ्यो थ्रु सोसियल मिडिया होइन म अब आजकल सोचेर भनेको जस्तो म पनि आजकल इन्स्टाग्राममा एकदम उयो हुँदैछु किनभने अब मैले अब यहाँको हाम्रो लोकलहरूले देखिसकेँ अब म निक्लिँदैछु क्या अब जस्तै क्यालकाटासम्म त नदेखाइ पनि हुन्छ हाम्रो सन्दकपुरलाई र आउने अब हुन्छ नि त्यो मुम्बई दिल्ली महाराष्ट्र हामीलाई चाहिँ अब त्यहाँको टुरिज्म चाहियो क्या अब आई डोन्ट नो अबाउट दार्जिलिङ तर हाम्रो सन्दकपुरमा चाहिँ मोस्ट 80-90% चाहिँ टुरिस्ट चाहिँ कलकत्ताबाट मात्रै आउँछ सो अब चाहिँ मेरो चाहिँ के कन्सेप्ट छ भ्लगिङको थ्रु चाहिँ अब चाहिँ भन्दाखेरि चाहिँ मलाई चाहिँ अब अरू स्टेटको टुरिस्टलाई पनि उनीहरूलाई मेनिपुलेट गरेर भए पनि होइन जे गरेर भए पनि यहाँ लिएर चाहिँ मलाई पनि होस् होटेलवालालाई हुन्छ अब एउटा टुरिस्ट आयो भने कोलाई हुन्छ मलाई हुन्छ होटेलवालालाई हुन्छ होइन गाइडलाई हुन्छ त्यहाँ होटेलमा काम गर्ने कुकलाई हुन्छ सबैलाई हुन्छ क्या त्यही कारण चाहिँ ल एनी क्वेसन्स रेड पान्डाको स्पटिङ चाहिँ कस्तो हुन्छ भने त्यो चाहिँ अब मान्छेले फर्स्ट अफ अल चाहिँ अब 1 दिन 2 दिनको लागि त्यसै गयो भने त त्यो त लकिली भन्छ अन्त त्यहाँ चाहिँ अब प्रायः चाहिँ अब रेड पान्डाको चाहिँ कस्तो छ भन्दाखेरि अहिले धेरैवटा एजेन्सीहरू छ क्या उनीहरूले चाहिँ रेड पान्डा देखाउने कामहरू गर्छ र उनीहरूको चाहिँ अब जस्तै आफ्नै गाइडहरू हुन्छ 6-7 जना अन्त उनीहरूले चाहिँ अब जङ्गलभित्र पस्छ अनि त्यो रेड पान्डाहरू देखाउँछ तर हाम्रो इन्डिया साइडको जङ्गलमा चाहिँ पाउँदैन त्यो रेड पान्डा देखाउनु अब जस्तो इन्डियाको साइडको जङ्गलमा चाहिँ इफ तपाईँको लकिली बाटोतिर भेटेर स्पट भयो भने भयो बट अब यसरी जङ्गलभित्र पसेर रेड पान्डा खोज्नु चाहिँ पाउँदैन त्यसको लागि चाहिँ तपाईँहरूको नेपाल साइडमा हाम्रो होइन मिन्स त्यहीँ हाम्रो सिङ्गलिला पार्कबाट नेपाल इन्डिया सँगै छ नि त त्यो त जुन नेपाल पोर्सनमा चाहिँ हामीले त्यहाँ उयो गर्छौँ क्या रेड पान्डाहरू खोज्छ अनि त्यहाँ पायो भने चाहिँ अब देखाउँछ त्यस्तो हुन्छ रेड पान्डा यो मलाई यो चाहिँ याद भएन तर आई ह्याड बिन टु सन्दकपू फ्यु इयर्स ब्याक अनि मैले त्यहाँनिर चाहिँ पुरा आइएच इन्डिया हाइक्सको पुरा एरो इन्डिया हाइक्सको साइन देखेको थिएँ अब इन्डिया हाइक इट्सेल्फ इज अ बिग कम्पनी अब कर्पोरेट भन्दा पनि हुन्छ नि त सो हामीले हाम्रो जग्गाको लागि चाहिँ वाट इज बेटर अब पिपल कमिङ थ्रु जस्तो उहाँको ब्लग्सबाट आएर लोकली नै आएर लोकल थ्रुबाट नै जानु कि चाहिँ बिग कम्पनी लाइक इन्डिया हाइक्स कमिङ एन्ड प्रमोटिङ द प्लेस सो विच वान विल बी बेटर यो एरियाको लागि चाहिँ त्यसको चाहिँ मैले अब मान्छेको जर्नी हुन्छ कि पहिला म टुरिज्मभन्दा पहिला चाहिँ भोकल फर लोकलमा एकदम ज्यादा एक्सटेन्सिभ काम गरेको र मेरो सोच पनि एकदमै डरलाग्दो क्रान्तिकारी भइसकेको थियो क्या अन्त त्यति बेला मलाई धेरैले भन्यो कि यो इन्डिया हाइक राम्रो होइन यस्तो बाहिरको भन्थ्यो अनि त्यहाँबाट जब म टुरिज्ममा पसेर त्यो अब त्यो पाहाड त म त सबै एङ्गलबाट चढेको छु सबै एङ्गलबाट मेरो गाउँ पनि पऱ्यो तर मैले पछि जब त्यहाँ गएर इन्डिया हाइक्स मात्रै होइन त्यहाँ देयर आर 7 बिग कम्पनी अपरेटिङ नाउ मैले भर्खर बेङ्गलुरु ट्र्याक अहिले आएँ बेङ्गलुरु ट्र्याक छैन हाउ यु हेभ टु लुक एट इट इज अब हामीले त्यहाँनिर कमसेकम 200भन्दा ज्यादा इम्प्लोय गरेर छ इन्डिया हाइक्सले अल्टिमेटली प्रमोट त उसले हाम्रो जग्गा गर्दैछ फेरि एज भाइले भन्यो सबैलाई थाहा छ टुरिज्मको रेभेन्यू चाहिँ एकजनाले लाँदैन या चाहिँ कुनै जस्तो अब अफकोर्स टी गार्डनमा के भन्छ ठुलो ट्रान्जेक्सन त एउटै मालिकले लाँदैछ नि त अरू त हामी त सानसानो स्यालेरी त पाउँदैछौँ
तर टुरिज्म चाहिँ अगर इन्डिया हाइक्स चाहिँ 13,000मा एउटा प्याकेज बेच्दैछ भने 8 से 9,000 चाहिँ छोडेर जाँदैछ नि त, चाहे त्यो पोनी होस्, गाइड होस्, खाना होस्, होमस्टे होस् होइन। भनेपछि सानो पर्सेन्टेज अफ रेभेन्यू चाहिँ उनीहरू लान्छ, किनकि उनीहरूको पनि अपरेसन। यस्तो त अब उनीहरूलाई हेरेर आज त्यो एरियामा विकली नट लेस देन 120 भन्दा ज्यादा मान्छे उकालो चढ्दैछ। त्यो सिस्टमेटिकली त्यो लार्ज स्केलमा उनीहरू प्रमोट पनि गर्छ। एउटा किवर्ड गुगलमा इन्डिया हाइक्सले 1 लाख रुपियाँ मन्थली स्पेन्ड गर्छ सन्दकपू लेखेको मात्रै। कम्पिटेटिभ पनि छ उनीहरू होइन। हाम्रो त्यहीँको कतिवटा गाइड्सहरूलाई या पोर्टरहरूलाई कतिहरूलाई उनीहरूले अपग्रेड पनि गर्दैछ इन टर्म्स अफ ट्रेनिङ। म ठुल्ठुलो कम्पनीमा पनि काम गरेको, सो वी सुड नट गो एन्टी कर्पोरेट क्या। त्यो चाहिँ मेन्टालिटी चाहिँ एकदमै न्यारो मेन्टालिटी हो। वी हेभ टु थिङ्क बिग। अब म गर्छु नि त, म गर्छु भन्दैछु नि त, त्यस्तै दार्जिलिङको अरू टुर अपरेटर पनि गर्छु भन्दैछ, तर जति नै भन्नु सक्दैन नि त्यतिको सक्दैन। उनीहरूले कहाँ कालिम्पोङ एरिया सन्दकपू मात्रै प्रमोट गर्दैछ, उनीहरूले त अल ओभर द वर्ल्ड प्रमोट गर्दैछ उनीहरूको हाइक्स त। अब उनीहरूको त्यो भएर समथिङ उनीहरूले गर्ने काम उनीहरूले गरोस् होइन। उनीहरूले पोस्ट टाल्ने हामीलाई पनि नटाल त भनेको छैन नि त होइन। तर अब उनीहरूको ब्रान्डै त्यति स्ट्रङ छ। अन्त मेरो हिसाबमा चाहिँ लेट इट गो क्या। टुरिज्ममा चाहिँ वी सुड नट बी अब त्यो एउटा क्रान्तिकारी मेन्टालिटीमा चाहिँ ठिकै हो भाइ हो, त्यो अर्कै सब्जेक्ट हो त्यो। तर अब टुरिज्ममा चाहिँ एकदमै मान्छे चाहिँ ब्रड भएर हिँड्नु। अब जस्तै भाइ पनि सित रिप्रेजेन्ट गरेको नि त, बिग कम्पनी, बट अब भोलिदिन मैले उसले ठुलो कम्पनी उसले मात्रै ल्यायो भन्नु भएन नि त। फेरि ल्याउँदैछ उसले अलरेडी। अब हामीले सक्छौँ सक्दैन नि त, यो जेनेरेसनमा त सक्दैनौँ हामीले अनेस्टली भनेको। 15 करोड त उनीहरूको यो दुईवटा सेक्टर मात्रै हो, उनीहरूको त एन्डमा त 100 करोडको रेभेन्यू उनीहरूको, कहाँबाट हामीले सक्छौँ। त्यो हामीले अलिकति चाहिँ हाम्रो टुरिज्ममा पसेपछि चाहिँ अब माइन्डसेट चाहिँ अलिकति चेन्ज गर्नुपर्छ। दे आर डुइङ अ कमेन्डेबल जब। अब अहिले त सन्दकपूको तपाईँको रिचको कुरा गऱ्यो भने माने भन्ज्याङबाट चाहिँ गाडी कुद्छ, 170वटा उनीहरूको गाडी रेजिस्टर्ड गाडी छ। माने भन्ज्याङबाट गाडी कुद्छ, हल्का ट्रेकिङ हुन्छ, त्यो रिचको बिजी भयो मान्छे होइन। रिम्बिकबाट चाहिँ तपाईँको ट्रेकिङ गर्छ थ्रु गोर्खे सम्मान यताबाट, त्योबाट हाइक मात्रै गर्छ। त्यो पाहाडको दुइटैपट्टि एउटा रेभेन्यू हुँदैछ। अब बिचबाट पनि चढ्छ, अलिक उफ्र रिम्बिकबाट पनि चढ्छ होइन। अन्त त्यो अब रेड पान्डा छ, बर्ड वाचिङ छ, जिप सफारी छ होइन। अब त्यो हाइक छ, ट्रेक छ, सर्ट रुट पनि 3 दिनको 2 दिनको 4 दिनको लिएर 6 दिनको सबै त्यो पाहाड बिजी छ अहिले। अनि सबैले नै गर्दैछ। अन्त त्यो वी हेभ टु को एक्जिस्ट। अब त्यो मेन्टालिटी चाहिँ हामीले वी हेभ टु लर्न, सिक्नु पऱ्यो नि त। अब इन्डिया हाइक्सले गर्दैछ भने हामी पनि गर्न सक्छौँ। म पनि चाहिँ प्याकेज लन्च गरेको छु, तर हाम्रो त्यस्तो टुरिस्ट आउँदैन नि त अहिले। हामीले कस्टमाइज गर्नु पऱ्यो होइन। अन्त हामीले गर्ने काम गर्नु पऱ्यो। उनीहरूले कतिवटा चाहिँ अब हामीले रिसेन्टली अब गभर्मेन्टसँग बात मारेर हामीले उनीहरूको डकुमेन्टेसन मागेको छौँ होइन। अन्त उनीहरूको को हो कसो हो भन्ने चाहिँ गर्दैछौँ। तर अब हामीले यो पनि हुनुहुँदैन कि लाइसेन्सिङ राज जस्तो यिनीहरूले गर्नुहुँदैन त्यस्तो चाहिँ। अब टुरिज्ममा चाहिँ अलिकति अब अरू त्यो अब पोलिटिकली चाहिँ हामी सक्छौँ, त्यो चाहिँ अब अर्कै कुरा हो। तर यो बिजनेस हो नि त, कम्पिटेटिभ बिजनेस हो। यहाँ चाहिँ अब लेट इट बी, मेरो चाहिँ त्यस्तो थट छ ल। थ्याङ्क यू भाइ ल।